नमस्कार, यहाँहरु सबैलाई स्वागत छ डिभाइस गेन आईटी सोलुसनको यो भिडियोमा। आज चाहिँ हामी कम्प्युटर फर्मेट गरेर देखाउने छौं, जसमा हामीले विन्डोज 11 लाई फर्मेट गरेर विन्डोज 11 कै नयाँ ओएस यो ल्यापटपमा हामीले इन्स्टल गर्ने छौं, जसको लागि हामीले यो विन्डोज 10 को पेन ड्राइभ बुटेबल डिभाइस ल्याइसकेका छौं। बुटेबल डिभाइस कसरी बनाउने भन्ने विषयमा तपाईलाई भिडियो चाहिन्छ भने कमेन्ट गर्नु होला। यो कुरा भिडियोलाई स्किप नगरेर हेर्नु होला, किनभने स्किप गर्नुभयो भने तपाईहरुले सबै कुरा बुझ्न सक्नुहुन्न है त। सबैभन्दा पहिले हामीले आफ्नो यूएसबी डिभाइसलाई पेन ड्राइभको यूएसबी पोर्टमा कनेक्ट गर्ने। अब हाम्रो डिभाइस यहाँ देखाइसक्छ। यदि तपाईको कम्प्युटर वा ल्यापटप अहिले चलिरहेको रन भइरहेको छ भने चाहिँ यसरी देखाउँछ। हामीले यसलाई रिस्टार्ट गरेर चाहिँ स्टार्ट गर्ने छौं। यदि तपाईको ल्यापटप अफै छ, सिस्टम करप्ट भएर खुल्दै खुलिरहेको छैन, ब्लू डट एरर आइरहेको छ वा कुनै पनि समस्याको कारण तपाईले विन्डोज कम्प्युटर फर्मेट गर्न खोज्नु भएको छ भने चाहिँ तपाईले सिधै अन गरेर F12 थिच्नु होला। यो कम्प्युटरलाई ल्यापटपलाई अन गर्छौं। अन गर्न साथ हामीले F12 थिच्न सुरु गर्छौं। यो चाहिँ यसको बुट की हो। हामीले F12 थिच्यो भने अब यसले बुट डिभाइसलाई खोज्छ। हामी देख्न सक्छौं बुट मोड इज सेट टु UEFI sure to boot off, secure boot off भनिरहेछ। अब हामीले हाम्रो यो USB डिभाइसलाई चाहिँ इन्टर गर्नु पर्यो। यो USB डिभाइस कहाँ छ खोज्नु पर्यो है। हाम्रो USB डिभाइस हो। यो दुईटा हाम्रो एउटै डिभाइस हो। यो एउटा डिभाइसको दुईटा पार्टिसन हो। हामीले चाहिँ यो फर्स्टमा UEFI 1 UEFI 2 लेखेको छ। हामीले सेकेन्डमा चाहिँ इन्टर गर्छौं है त। अब हाम्रो कम्प्युटरले ल्यापटपले नयाँ ओएस लिँदैछ अनि एकैछिन घुम्छ। त्यसपछि हामीले यसमा प्रत्येक स्टेपहरु आउँछन्। स्टेप बाइ स्टेप त्यसपछि के गर्ने अब सिक्छौं है त। नयाँ विन्डोजको ट्याब खुलिसकेको छ। अब यहाँनिर हामीले चाहिँ ल्याङ्ग्वेज चुज गर्नुपर्छ। यहाँ मैले जुन ल्याङ्ग्वेज डिफल्टमा सेट भएको छ यसलाई चाहिँ मैले नेक्स्ट गर्दिए। त्यसपछि मैले यसलाई इन्स्टल गर्दिन्छु। अब चाहिँ हामीले यसको लाइसेन्स टिम्सहरु चाहिँ एक्सेप्ट गर्छौं र नेक्स्ट गर्छौं। त्यसपछि अपग्रेड गर्ने कि कस्टम इन्स्टल गर्ने देखाएको छ। हामीले चाहिँ यसलाई कस्टम इन्स्टल गर्छौं। अपग्रेड इन्स्टल गर्यो भने चाहिँ अलिकति हामीलाई झन्झट हुन्छ, त्यही भएर हामीले कस्टम गर्छौं। र अब यहाँ पहिलाको सिस्टमका फाइलहरु, पहिलाको एसएसडी मा भएका सम्पूर्ण फाइलहरु चाहिँ यहाँ देखाउँछ। हाम्रो हार्ड डिस्क एसएसडी वा स्टोरेज डिभाइसमा जो यो कम्प्युटरको भित्र छ। अब हामीले पहिला चाहिँ यो सबैलाई डिलिट गर्दिन्छौं, किनभने यदि हामीलाई डाटा आवश्यक छ भने हामीले हेर्नुपर्छ कुन ड्राइभमा चाहिँ डाटा छ र कुन ड्राइभको डाटा बचाउने। अहिले हामीले डाटा इम्पोर्टेन्ट छैन र डाटा कसरी बचाउने भन्ने विषयमा तपाईलाई भिडियो चाहिन्छ भने त्यो पनि हामी बनाएर हाल्ने छौं र तपाईले त्यसको लागि कमेन्ट गर्नु होला। अब यसलाई चाहिँ हामीले डिलिट गर्छौं। एउटा मात्रै भोल्युम बचेको छ। हामीले यसलाई एउटा नयाँ भोल्युम बनाउँछौं अनि जो भोल्युम हामीले बनाउनु पर्छ यो छ 256 GB को SSD हो। अहिले चाहिँ 238 GB देखाएको छ अनि 256 GB को SSD ले हामीले एउटा 100 GB को पार्टिसन बनाउँछौं, एउटा 138 GB को पार्टिसन हुन्छ। 100 GB को पार्टिसनको लागि हामीले क्याल्कुलेसन गर्छौं। हामीले चाहिँ MB मा हाल्नुपर्छ GB लाई पनि 1024 * 100 हान्यो भने ठ्याक्कै कति MB हान्ने निस्किन्छ। अब यहाँ क्याल्कुलेसन 400 हान्छौं र हामीले यहाँ एप्लाई गर्छौं। अब हाम्रो यहाँ एउटा नयाँ प्राइमरी पार्टिसन बन्छ जो बन्दैछ। एकैछिनमा हामीले देख्छौं है त। हाम्रो यो 99.9 GB को प्राइमरी पार्टिसन बनिसकेको छ। यिनीहरु चाहिँ यसैको सेकेन्डरी पार्टिसन हो। यिनीहरु यो एउटा पार्टिसन भन्दाखेरि यिनीहरु पार्टिसन चाहिँ बन्छन् यसको सपोर्टको लागि। अब हामीले यसैमा हाम्रो सिस्टम हाल्छौं है त। 138 GB चाहिँ यता छ है। हामीले 79 GB मा हाम्रो सिस्टम हाल्छौं। अब यसमा चाहिँ सिलेक्ट गरेर हामीले नेक्स्ट गर्छौं।
अब हाम्रो यो USB डिभाइसमा भएको सबै अपरेटिङ सिस्टमका फाइलहरू प्रोग्रामहरू यो कम्प्युटरको हार्ड डिस्कमा जाँदैछ। कम्प्युटरको SSD मा वा स्टोरेज डिभाइसमा जे भन्न बुझ्नुहुन्छ त्यसमा जाँदैछ। यसरी फर्मेट गरिराख्दाखेरि तपाईलाई कुनै पनि स्टेपमा समस्या आयो भने कमेन्ट गर्नु होला, हामी तपाईलाई गाइड गर्छौँ। 100% लगभग भइसकेको छ, हाम्रो फिनिस हुँदैछ काम चाहिँ। रिस्टार्ट भइरहेछ। अब चाहिँ हामीले यो हाम्रो USB डिभाइस निकालिदिनु पर्छ। कहिलेकाहीँ आफै विन्डोज लिन खोज्छ। अब हामीले इन्टर हान्दियो भने यो चाहिँ रिस्टार्ट दिन्छ। एप्लिकेसन केही पनि नगर्ने आफै खुल्छ। त्यसपछि अब फाइनली सेटअप गर्नु पर्यो। हाम्रो विन्डोज 11 को लोगो तपाईले देख्न सक्नुहुन्छ। अब हामीले चाहिँ यसलाई सेटअप गर्छौं। कन्ट्री चाहिँ चुज गर्नुपर्ने हुन्छ। युनाइटेड किंगडम छ, हामीले यसमा निकाल्दिन्छौं। युनाइटेड स्टेटमा चाहिँ हामीले सिलेक्ट गरेर अब चाहिँ यस गर्छौं। त्यसपछि किबोर्ड चाहिँ कुन गर्ने भन्ने छ। किबोर्डलाई चाहिँ हामीले युनाइटेड स्टेट इन्टरनेशनल गरिदिन्छौं। इन्टरनेशनल युनाइटेड स्टेट इन्टरनेशनल हामीले किबोर्डको लेआउट चाहिँ इनपुट मेथड यसमा सिलेक्ट गरेर यस गर्ने। त्यसपछि किबोर्डको लेआउट चाहिँ लेआउट एड गर्ने हो कि यही डिफल्टको ठिक छ भन्ने कुरामा चाहिँ हामीले यसमा यसलाई स्किप गरिदिने अहिलेलाई। त्यसपछि अब हामीलाई यसले इन्टरनेट माग्छ। हामीले यहाँ कहिले पनि इन्टरनेटको पासवर्ड नहाल्ने। नेटको पासवर्ड हामीले हान्न खोज्यौँ भने यो प्रक्रिया लामो हुन जान्छ, आफै अपडेट लिन थाल्छ। त्यही भएर अहिले हामीले यहाँ अहिले चाहिँ पहिला चाहिँ सिस्टम हाल्ने, त्यसपछि चाहिँ अपडेट गर्ने। त्यही भएर हामीले अहिले चाहिँ आई डोन्ट ह्याभ इन्टरनेट अप्सनमा क्लिक गर्छौँ। त्यसपछि कन्टिन्यू विथ लिमिटेड सेटअपमा क्लिक गर्छौँ। अब हामीले पीसी को नाम दिनुपर्ने हुन्छ। अहिले चाहिँ मैले यसको नाम डेल राखिदिएँ। अब तपाईलाई पासवर्ड चाहिन्छ भने पासवर्ड राखिदिनु होला। अहिले चाहिँ हामीले पासवर्ड पर्दैन, सो हामीले नेक्स्ट गरिदिन्छौँ। अब हाम्रो ल्यापटपले हामीलाई हाई भनिसकेको छ नयाँ अपरेटिङ सिस्टमले। यही टाइममा अब हाम्रो ल्यापटप रेडी हुन्छ। सकिसकेको छ। फाइनली हाम्रो ल्यापटप खुल्यो। तपाईहरु देख्न सक्नुहुन्छ ल्यापटपको फाइनल लुक। अब यसमा आइकनहरु चाहिँ हाइड भएको हुन्छ। यो आइकन हामीले पर्सनलाइजमा जाने, त्यसपछि हामीले यहाँ थिममा जाने र यहाँ तल गएपछि डेस्कटप आइकन सेटिङ छ। यहाँबाट हामीले कम्प्युटर कन्ट्रोल प्यानल वा तपाईलाई के अरु आवश्यक पर्छ भने टिक लगाएर अप्लाई गरेर ओके गरिदिन सक्नुहुन्छ। यति भएपछि हाम्रो डिस पीसी निस्किन्छ, कन्ट्रोल प्यानल निस्किन्छ र हामीले यहाँ ड्राइभरहरु हाम्रा सजिलोले देख्न पाउँछौं। हुनुपर्छ। आजको यो भिडियो श्रृंखला तपाईलाई कस्तो लाग्यो अवश्य पनि कमेन्ट गर्नु होला। मन पर्यो भने लाइक कमेन्ट शेयर सबै गरिदिनु होला। तपाईलाई कुनै पनि कुरामा जिज्ञासा छ, कुनै पनि कुरा जान्न मन छ भने कमेन्ट गर्न WhatsApp मा जोडिन सक्नुहुन्छ। त्यसको लागि तपाईले हाम्रो च्यानलको डिस्क्रिप्सनमा वा भिडियो डिस्क्रिप्सनमा हेर्नु हो भने कतै न कतै WhatsApp को लिंक वा WhatsApp को नम्बर पाउन सक्नुहुन्छ। त्यसमा कनेक्ट गर्नु होला। धन्यवाद। डिभाइस ज्ञान आईटी सोलुसन, तपाईको आईटी पार्टनर।